साथीहरु बजारमा चाहिँ नयाँ अनलाइन ठगीको प्रकरण आइसकेको छ। कसरी ठग्छन् भने अहिलेसम्म चाहिँ हामीले कस्टमरहरूलाई चाहिँ अनलाइन पसलेहरूले चाहिँ एडभान्स हाल्न लाएर पछि ब्लक गर्ने, सामान नपठाउने गरेर ठगिरहेको घटनाहरू सुन्दै आएको छौँ। र अहिले उल्टै कस्टमरहरूले नै पसलेलाई चाहिँ ठग्ने नयाँ ट्रेन्ड आइसकेको छ। सबै पसलेहरू चाहिँ होशियार हुनु होला हैन। क्युआर पठाउन लगाउँछन्, सामानको पैसा हालिदिन्छु आदि भनेर, त्यसपछि एउटा पेमेन्टको स्क्रिनशट पठाउँछन्। तर त्यो पेमेन्ट स्क्रिनशट चाहिँ ब्याङ्कको खातामा पैसा नआयो नभइकन फोटोसपबाट जस्तो स्टेटमेन्ट आउँछ ब्याङ्कमा पठाउँदाखेरि सेम टु हुबहु सबै एडिट गरेर चाहिँ पठाउँछन् र पैसा आउन केही समय ढिलो भयो होला, मलाई हतार छ, सामान पठाइदिनुहोस् भन्छन्, कुरियरमा हाल्दिन त पठाउ गरेर पठाइदिन भन्छन्, अथवा पसलमै आउँदा पनि हतार हतार गरेर आउँदै होला, मेरो पेमेन्ट चाहिँ कम्पनीबाट पठाएको फलानुबाट पठाएको केही कारणले उ होला, आएन भने म फेरि हालिदिन्छु भनेर चाहिँ पसलबाट जान्छन् सामान लिएर, त्यसपछि ब्लक हान्छन्, मेसेजै गर्दैनन् है। लास्टमा बुझ्दाखेरि उनीहरू चाहिँ स्क्यामर फ्रड हुन्छ। त्यो भएकोले गर्दाखेरि पसलेहरू चाहिँ एकदम होशियार हुनुहोस्। आजभोलि यस्तो फ्रडबाट चाहिँ ठगिनबाट जोगिनुहोस्। धेरै जस्तो चाहिँ आजभोलि यसरी फोटोसपबाट चाहिँ पेमेन्टको स्क्रिनशट पठाएर चाहिँ लास्टमा चाहिँ फेक पेमेन्ट गरेर चाहिँ सामान चाहिँ विभिन्न बाहना बनाएर चाहिँ फुत्काउने, लुत्काउने र चोरी गर्ने चाहिँ गर्छन् तिनीहरूले। त्यही भएर पसलेहरू चाहिँ होशियार हुनुहोस् है। म एउटा इक्जाम्पलको लागि माथि मैले राखिदिएको छु, हेर्न सक्नुहुन्छ। नबिल ब्याङ्कमा चाहिँ पैसा हालेको 6500 हालेको एकदम प्रमाण चाहिँ पठाएको छ, हुबहु सेम जस्ताको जस्तै पारेर चाहिँ स्टेटमेन्ट पठाएको छ, तर यो फेक हो र ब्याङ्कमा पैसा आउँदैन। यदि ब्याङ्कमा जबसम्म तपाईँले पैसा आउँदैन र मोबाइलमा घन्टी बज्दैन अथवा स्टेटमेन्ट चाहिँ गर्दाखेरि ब्यालेन्स आएको देख्नुहुन्न, तबसम्म चाहिँ जस्तोसुकै जे गरे पनि सामान नपठाउनुहोस् है। सामान पठाइसकेपछि उनीहरूले पैसा हाल्नेवाला